सिट कसरी भर्ने भनेर पनि एकदमै जरुरी कुरा हो। किनभने धेरै विद्यार्थीहरूको चाहिँ रिजल्ट चाहिँ ओएमआर सिट भर्न बिगारेर पनि बिग्रिरहेको हुन्छ। पहिला सुरु भनेको चाहिँ रोल नम्बर र सेट चाहिँ लेख्न बिर्सिनु हुँदैन। ओएमआर सिटमा चाहिँ अब फोल्ड गऱ्यो भने पनि इनभ्यालिड हुन्छ तपाईँको रिजल्ट, किनभने सबै डिटेल्सहरू रिजल्ट चेक गर्ने प्रक्रियाहरू चाहिँ कम्प्युटराइज्ड हुने भएर चाहिँ फोल्ड गर्नुभयो भने पनि चाहिँ के हुन्छ त हजुरहरूको चाहिँ ओएमआर सिट चाहिँ बिग्रिन सक्छ। साथसाथै चाहिँ अब दुईटा त्यो गोलोलाई जोइन गरेर अथवा त्यो गोलोभन्दा बाहिर अथवा गोलोभन्दा थोरै कम त्यस्तरी भर्नुभएछ भने पनि यहाँहरूको त्यो चाहिँ इनभ्यालिड हुन जान्छ है त। साथसाथै चाहिँ अब जेल पेनसँग चाहिँ प्र्याक्टिस गर्न पनि सिक्नुपर्छ, किनभने जेल पेन लतपतेर पनि ओएमआर सिट चाहिँ बिग्रिने गर्छ। साथै के पनि भन्न चाहन्छु भने ओएमआर सिट चाहिँ हजुरहरूलाई चाहिँ एकचोटि मात्रै दिइन्छ। एक्जाम हलमा चाहिँ एउटा ओएमआर सिट बिग्रेको छ भने चाहिँ अर्को ओएमआर सिट चाहिँ माग्न चाहिँ मिल्दैन। साथसाथै चाहिँ के पनि भन्न चाहे भने अब एकचोटि ओएमआर सिट बिग्रेको छ भने चाहिँ रिजल्ट आइसकेपछि चाहिँ अब 1000 तिर्नु भएर चाहिँ ओएमआर सिट फेरि रिचेकिङको लागि दिन मिल्छ। तर मलाई लाग्छ सायदै चाहिँ केही रिजल्टमा चेन्जेस आउँछ होला भनेर, किनभने मास मिडियामा चाहिँ धेरै हल्ला फैलिन्छ विद्यार्थीको चाहिँ यस्तो बिग्रेको छ भनेर, अनि पुरै रिजल्टमा नै सबैको क्वेसन आउन थाल्छ, क्वेसनिङ हुन थाल्छ। त्यही भएर चाहिँ ओएमआर सिट बिग्रिनु भनेको चाहिँ धेरै नराम्रो कुरा हो। साथसाथै चाहिँ के पनि भन्न चाहे भने अलिकति बाहिर तलमाथि भयो भने चाहिँ त्यस्तो खासै केही फरक पर्दैन। अलिकति मतलब एकदमै हेर्दै रूपमा बिग्रिसक्यो भन्ने त्यस्तो खाले मात्रै हो त्यो बिग्रिने भनेको। त्यही भएर त्यस्तो डराउनु पनि पर्दैन। साथसाथै एउटा हुने कुरा भनेको मैले एक्जाम दिँदाखेरि चाहिँ मलाई याद छ, मेरो क्वेसन नम्बर पनि याद छ मलाई। क्वेसन नम्बर 17मा चाहिँ मैले अलिकति लाउनु पर्ने एउटामा अर्कोमा लगाइदिएको थिएँ कि बिर्सिएर होइन। अनि अब त्यस्तो केसमा के गर्ने त, अब बीमा लाउनु पर्ने थियो सीमा लगाइदिए अरे होइन। अब मलाई थाहा छ क्वेसन नम्बर के अरे बी हो राइट भनेपछि फेरि सीमा लगाइसक्यो फेरि बीमा लगाउने, त्यस्तो चाहिँ नगर्नु। अब त्यो क्वेसन बिग्रिसक्यो त्यसलाई त्यसै छोडिदिने, अर्को क्वेसन एटेम्प गर्ने, त्यस्तो गर्नुपर्छ होइन। एउटा क्वेसन बिग्रियो भन्दैमा, एउटा क्वेसनमा गल्ती लगायो भन्दैमा, पछि रियलाइज भयो भन्दैमा चाहिँ फेरि त्यही क्वेसनलाई चाहिँ चलाउने, फेरि अर्को अप्सनमा टिक लाउने, त्यस्तो गर्नुभयो भने चाहिँ हजुरहरूको चाहिँ ओएमआर सिट चाहिँ बिग्रिन सक्छ। साथसाथै अरू क्वेसनहरू पनि चाहिँ तपाईँको ह्याम्पर हुनसक्छ। त्यही भएर चाहिँ त्यस्तो चाहिँ नगरौँ। अरू कुरा भनेको चाहिँ दुईटामा अभियसली तपाईँले टिक लाउनु भएको छ भने चाहिँ त्यो के हुन्छ त त्यसको मार्क्स एड हुँदैन। अरू कुरा भनेको चाहिँ पानीले पनि के हुनसक्छ त ओएमआर सिट चाहिँ बिग्रिन सक्छ। अब पानी खान लाग्नु भएको छ अनि ओएमआर सिटमा पर्यो भने त तपाईँको ओएमआर सिट बिग्रियो। अनि अर्को कुरा भनेको चाहिँ अब हावा, अब लेखिराख्नु भएको छ हावा आयो अरे अनि तल झऱ्यो अरे। अब हावाले के नै गर्छ र भन्नुहुन्छ भने चाहिँ अब जेल पेन हुन्छ, जेल पेनले लेखेको हुन्छ, जेल पेनले गोलो लाएको हुन्छ, त्यति छिटो चाहिँ त्यो सुक्दैन। त्यही भएर चाहिँ अब लतपतिन सक्छ तल भुइँमा खसेर। त्यही भएर चाहिँ त्यो कुरा चाहिँ एकदमै माइन्ड गर्नुपर्ने हुन्छ। साथसाथै अब एउटा क्वेसनमा गोलो लगाइसक्नु भयो भने अब यसलाई मैले बचाएर राख्नुपर्छ, अलिकति सुक्न यसलाई टाइम लाग्छ भन्ने सबै कुरा चाहिँ अलिकति माइन्ड गरेर चाहिँ एटेम्प गर्नुपर्छ। किनभने इङ्कहरू लतपतेर चाहिँ रिजल्टहरू धेरै बिग्रिन्छ है त। साथसाथै अब ओएमआर सिटमा चाहिँ एबिसिडी गरेर हुन्छ होइन त। अब यहाँनिर यतापट्टि राइट हजुरहरूको स्क्रिनबाट चाहिँ यो ए छ, अनि यो बी छ, यो सी छ, यो डी छ होइन। यो नर्मल प्याटर्न हो। तर कहिलेकाहीँ के पनि हुनसक्छ भने यता ए यता सी यता तपाईँको यहाँ बी तल चाहिँ डी हुनसक्छ, एसिडिबी पनि हुनसक्छ है त। ए पछि हामीले नर्मली त्यसको साइडमा बी एक्सपेक्ट गर्छौँ, तर कतिखेर चाहिँ ए पछि सी पनि आउन सक्छ है त। त्यही भएर क्वेसनमा कस्तो छ अनि पछि ओएमआर सिटमा कस्तो छ भनेर चाहिँ हामीले चाहिँ माइन्ड गर्नुपर्छ। ओएमआर सिटमा चाहिँ एबिसिडी गरेर लाइनमै हुन्छ, अर्डरमै हुन्छ। तर क्वेसनमा चाहिँ क्वेसनको अप्सनमा चाहिँ एबी
डी अथवा एसी बी डी हुनसक्छ है त। त्यही भएर चाहिँ यो कुरा चाहिँ माइन्ड साथसाथै चाहिँ ओएमआर सिट भर्दाखेरि चाहिँ कतिपय विद्यार्थीहरूको चाहिँ बोलेर भर्ने बानी हुन्छ। त्यस्तो बोलेर भर्दाखेरि चाहिँ इन्भिजिलेटरलाई चाहिँ हजुरहरूले चाहिँ चिट गरेको अथवा एक आपसमा सल्लाह गरेर भरेको भनेर चाहिँ गलत इम्प्रेसन जान सक्छ। त्यही भएर चाहिँ अथवा चेकिङमा पनि पर्न सक्नुहुन्छ यहाँहरू। त्यही भएर रिस्क नलिनलाई चाहिँ ओएमआर सिट भर्दाखेरि चाहिँ मनमनै चाहिँ याद गरेर चाहिँ भर्नु हुँदाखेरि चाहिँ सजिलो हुन्छ यहाँहरू। साथसाथै आफ्नो क्लास कता छ, आफ्नो सिटिङ कस्तो छ, अनि 3टा ब्यारियरहरू पुलिस ब्यारियर, मेटल ब्यारियर अनि त्यसपछि त्यो कानको चेक गर्ने ब्यारियर, त्यो 3टा ब्यारियरहरू क्रस गरेर जानुपर्ने हुँदाखेरि चाहिँ यहाँहरूले चाहिँ टाइममा गएको चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ। यो चाहिँ मैले पहिल्यैदेखि भनेको कुरा हो। अब 2 घन्टा एक्जाम हलमा चाहिँ अब 11 बजेदेखि एक्जाम छ भने चाहिँ 2 घन्टा अगाडि जानुभयो भने चाहिँ यहाँहरूलाई चाहिँ के फाइदा हुन्छ भने 2 घन्टा त अब त्यहाँ पुग्नै पर्छ। एक्जाम हलभन्दा 2 घन्टा अगाडि चाहिँ त्यहाँ पुग्नै पर्छ। अनि त्यहाँ पुगिसक्नु भएपछि चाहिँ अब सबै कुरा हेर्नु पर्यो, लाइन बस्नु पर्यो, चेकिङहरूमा जानु पर्यो। त्यही भएर चाहिँ 2 घन्टा 2.5 घन्टाभन्दा छिटो जानुभयो भने चाहिँ यहाँहरूलाई सजिलो हुन्छ। त्यहाँ पुगिसक्नु भएपछि चाहिँ कतिपय विद्यार्थीहरू चाहिँ प्यानिक हुनुहुन्छ, किनभने त्यसमा चाहिँ सेन्टरमा पुगिसक्दा चाहिँ त्यहाँ धेरै लामो लाइन हुन्छ। साथसाथै अब सबैजनाको अभिभावकहरू, शुभचिन्तकहरू अनि सिब्लिङ्सहरू अनि चिनजानको मान्छेहरू पनि सपोर्ट गर्न होइन सघाउन भनेर चाहिँ आएका हुन्छन्। त्यस्तो बिधि भिड देख्दाखेरि चाहिँ विद्यार्थी भाइ बहिनीहरू चाहिँ प्यानिक हुन सक्छन्। त्यही भएर चाहिँ यसको उपाय भनेको चाहिँ आफ्नो माइन्डलाई चाहिँ कुल राख्नु भनेर हो। अब टाइममै पुग्नु पर्यो। टाइममै पुगेपछि चाहिँ सबै कुरा चाहिँ व्यवस्थित रूपमा चाहिँ प्रोसेसहरूमा पनि जान मिल्छ। साथसाथै चाहिँ अर्को कुरा भनेको चाहिँ मैले पहिले पनि भनेको थिएँ, जुत्ता चाहिँ स्पोर्ट्स जुत्ताहरू लगाउनु भयो, भित्र मोजाहरू लगाउनु भयो भने चाहिँ आफैलाई झन्झट हुन्छ, किनभने त्यहाँ खोलेर देखाउनु पर्ने हुनसक्छ चिटहरूको लागि। त्यही भएर चाहिँ चप्पल लाएर जानुभयो भने चाहिँ सजिलो हुन्छ है त यहाँ।